संस्था लिमिटेड जब स्थापना हुन लागेको थियो त्यसबेला हामीले एउटा परिकल्पना गरेका थियौं। त्यो परिकल्पना के थियो भने मेची बहुउद्देश्य सहकारी संस्था आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि दिगो र भरपर्दो वित्तीय व्यावसायिक संस्था हुनेछ भनेर हामीले परिकल्पना गरेका थियौं। त्यो परिकल्पनाले आज मूर्त रूप पाएको छ। संस्थाले प्रदान गरेका 34वटा सेवा सुविधाहरू र यस समाजमा रहेर गर्नुपर्ने विभिन्न काम-कारबाहीहरूलाई अगाडि बढाउँदै मेची सहकारी संस्था आजको अवस्थामा आइपुगेको छ। म आजको यस प्रमाणीकरण कार्यक्रमलाई भव्य र सभ्य रूपले सञ्चालन गरिदिनु हुन मेची बहुउद्देश्य सहकारी संस्था लिमिटेडका सचिव आदरणीय राजेन्द्र दाहालज्यूलाई यो स्टेजमा आमन्त्रण गर्दछु र म बिदा हुन्छु। धन्यवाद। जय शाह। कार्य समिति सदस्य काशीनाथ थपलियाज्यू, हाम्रो संस्थाको नियमित वार्षिक कार्यकारिका अनुसार यस वर्षको झापा, मोरङ, इलाममा रहेका सेवा केन्द्रसँग सम्बन्धित 7वटा इकाइ साधारण सभा सम्पन्न गरेर माइनेट प्रमाणीकरण साधारण सभामा हामी उपस्थित भएका छौँ। साउन 28 गते बिहान पत्रकार सम्मेलन मार्फत हामी हाम्रो प्रतिवेदनलाई सार्वजनिक गरेका थियौँ। त्यसैले 28 गते सुरुवात भएर भदौ 4 गतेसम्ममा सम्पूर्ण इकाइका साधारण सभाहरू सम्पन्न हामीले गरिसकेका छौँ। पछिल्लो समय सहकारी संस्थाहरूमाथिको अनर्गल प्रचार, लागिरहेका आक्षेप र आरोपहरू यी सम्पूर्ण कुराहरूलाई चिर्दै साउन महिनामा नै साधारण सभा सुरु गरेर आज हामी यो प्रमाणीकरण सभामा आइपुगेका छौँ। यस सन्दर्भमा हामीले निम्ता गर्नुभएका अतिथिज्यूहरू आम रूपमा उपस्थित भइसक्नु भएको छ। केही समय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यू दमक ओर्लिसकेर अन्य विभिन्न कार्यक्रममा रहनु भएको हामीलाई जानकारी प्राप्त भएको छ। प्रमुख अतिथिको रूपमा उहाँको उपस्थिति भइसके पछाडि हामी त्यसलाई पुनः व्यवस्थित गर्ने प्रयत्न गर्दैछौँ। ढङ्गले अगाडि बढाउने सन्दर्भमा आजको कार्यक्रमको अध्यक्षता गरिदिनको निम्ति म संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराई सरलाई अगाडि निम्त्याउँछु। नारायण प्रसाद भट्टराई अध्यक्ष। यहाँले थाहा पाइसक्नु भएको छ, हामी संस्थाको प्रमाणीकरण साधारण सभामा उपस्थित भएका छौँ। हाम्रो प्रमुख अतिथि जब छँदै हुनुहुन्छ, आइहाल्नुहुन्छ। हामी त्यस कारणले अलिकति लेट गऱ्यौँ। हामी कार्यक्रम 2 बजेसम्ममा सक्छौँ भन्ने हाम्रो कार्यक्रम छ। त्यस पछाडि प्रमाणीकरणको कार्यक्रम समापन पछाडि हाम्रो संस्थाको नयाँ सञ्चालक समिति निर्वाचन भएको कुरा तपाईँले गाइनी सुन्नु भएकै हो, देख्नु भएकै हो। त्यसको शपथ ग्रहणको कार्यक्रम पनि आजै रहेको छ। त्यसै सबै महानुभावहरू अन्तसम्म बसेर कार्यक्रमलाई सफल पार्न भरपुर सहयोग गर्नुहुनेछ भन्ने अपेक्षाका साथ सचिव सरलाई कार्यक्रम अगाडि बढाउनका लागि आग्रह गर्दै म अध्यक्षको आसन गर्ने अनुमति चाहन्छु। धन्यवाद। चलिरहेको छ। आएपछि हामी उहाँलाई प्रमुख अतिथिको आसन ग्रहण गराउनेछौँ।
सहकारी महासङ्घको उपाध्यक्षज्यूलाई म अतिथिको आसन ग्रहणको निम्ति डाइसमा निम्ति आउँछु। त्यसरी नै रामेछापलाई जन्मथलो अनि सिन्धुली लगायत दोलखाको सहकारी आन्दोलन र अभियानलाई अत्यन्त अगाडि बढाउने जमर्को गर्नुभएको र बागमती प्रदेशसम्म आइपुग्दा फेरि पनि सहकारी आन्दोलनमै जुटिरहनु भएको पूर्व नेप्सुनका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष हाम्रो सहकारी अभियन्ता पुरस्कारबाट पुरस्कृत हुनुहुने डिबी बस्नेतज्यूलाई म डाइसमा निम्ति आउँछु। डिबी बस्नेत। यसपछि लेखा समितिका संयोजक हरिप्रसाद चापागेज्यूलाई मैले आसन ग्रहणको निम्ति डाइसमा निम्ति आउँछु। यसरी नै शिक्षा तथा तालिम उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहाललाई डाइसमा निम्ति आउँछु। दमक सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक एवं वडा नम्बर 6 का वडा अध्यक्ष टेक बहादुर थापाज्यूलाई म डाइसमा निम्ति आउँछु। झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम कोइरालाज्यूलाई म डाइसमा आसन ग्रहणको निम्ति आउँछु। त्यसरी नै झापा जिल्ला सहकारी सङ्घका लेखा सुपरिवेक्षण समितिका संयोजक चूडामणि ओझाज्यूलाई आसन ग्रहणको निम्ति डाइसमा निम्ति आउँछु। जिल्ला बचत सङ्घ लिमिटेड झापाका उपाध्यक्ष चन्द्र खड्काज्यूलाई आसन ग्रहणको निम्ति म डाइसमा निम्ति आउँछु। झापा जिल्ला सहकारी सङ्घ लिमिटेडका सदस्य नारायण प्रसाद गौतमज्यूलाई पनि डाइसमा आसन ग्रहणको निम्ति आउँछु। त्यसरी नै जिल्ला सङ्घका सदस्य सङ्कल्प लिङ्गदेनज्यूलाई पनि म डाइसमा आसन ग्रहणको निम्ति आउँछु। सङ्कल्प लिङ्गदेन। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव कमल नेपालज्यूलाई आसन ग्रहणको निम्ति म डाइसमा निम्ति आउँछु। कमल नेपाल। कञ्चनजङ्घा बहुद्देश्य सहकारी संस्था लिमिटेडका लेखा समिति संयोजक प्रेम दङ्गालज्यूलाई आसन ग्रहणको निम्ति डाइसमा निम्ति आउँछु। इन्द्रेणी बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष कपिल प्रसाद आचार्यलाई आसन ग्रहणको निम्ति डाइसमा निम्ति आउँछु। नवोदय बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष शरण कुमार पराजुलीज्यूलाई आसन ग्रहणको निम्ति म डाइसमा निम्ति आउँछु। स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका विमल बरालज्यूलाई पनि आसन ग्रहणको निम्ति आउँछु। त्यसरी नै पूर्व नेपाल बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाज्यूलाई आसन ग्रहणको निम्ति म डाइसमा निम्ति आउँछु। प्रदेश सभाका पूर्व सदस्य संस्थाका सल्लाहकार सदस्य अर्जुन राईज्यूलाई आसन ग्रहणको निम्ति म डाइसमा निम्ति आउँछु। स्टार बहुद्देश्य सहकारी संस्थाका सञ्चालक प्रवेश सुवेदीलाई पनि म डाइसमा निम्ति आउँछु। राष्ट्रिय सहकारी बैंक दमक शाखाका शाखा प्रमुख अर्जुन कार्कीज्यूलाई आसन ग्रहणको निम्ति म डाइसमा निम्ति आउँछु।
सम्पादक माधव विद्रोहीलाई म आसन ग्रहणको निम्ति डायसका निम्ति आउँछु। रेडियो भिजन बिर्तामोड झापाको सम्पादक दिपा सापकोटाज्यूलाई पनि म आसन ग्रहणको निम्ति डायसमा निम्ति आउँछु। यसरी नै पूर्वज्योति साप्ताहिक पूर्णबारी मोरङका समाचार प्रमुख जगन्नाथ भट्टराईले डायसमा आसन ग्रहणको निम्ति आउँछु। जगन्नाथ भट्टराई। दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गोरागाईलाई आसन ग्रहणको निम्ति म डायसमा निम्ति आउँछु। गोपाल गोरागाई। हामीले निम्ता छिमेकी लगायत मोरङका सहकारी संस्थाका प्रतिनिधि अध्यक्षज्यूहरूलाई आमन्त्रण गरेका थियौँ। सम्भवतः आइपुग्नु भएको भए हामीलाई जानकारी गराइदिन हामी आग्रह गर्न चाहन्छौँ। अध्यक्ष या प्रतिनिधिज्यूहरू प्रतिनिधिज्यूलाई डायसमा निम्ति आउने कोसिस गरेँ। राष्ट्रिय बहुमुखी सहकारी संस्था लिमिटेडको अध्यक्ष या प्रतिनिधिज्यू, सहकारी संस्था लिमिटेडका प्रतिनिधिज्यू, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधिज्यू, मनोकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष या प्रतिनिधिज्यू, हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधिज्यू, काँचीमारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष या प्रतिनिधिज्यू, नेपाल बहुद्देश्यिक सहकारी संस्था लिमिटेडका अध्यक्ष या प्रतिनिधिज्यू, कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष या प्रतिनिधिज्यूहरू, यति नै लगा हामीले यति आमन्त्रण गरेका थियौँ। उपस्थित यहाँ जनाइदिनु भइसके पछाडि हाम्रो संयन्त्र मार्फत त्यहाँ जानकारी गराइदिनु निम्ति हामी हार्दिक आग्रह गर्न चाहन्छौँ। कुमार थापाज्यूलाई पनि आमन्त्रण गरेका थियौँ। अहिलेसम्म उहाँको उपस्थिति हामीले देखिरहेका छैनौँ। त्यसरी नै उपप्रमुख रेगिना भट्टराईलाई पनि हामीले आमन्त्रण गरेका थियौँ। उहाँलाई पनि अहिलेसम्म हामीले देखिरहेका छैनौँ। त्यसरी नै 10वटा वडाका वडा अध्यक्षज्यूहरू, त्यसमध्ये खालि 6 नम्बर वडाको वडा अध्यक्षज्यू चाहिँ हामीले उपस्थिति पाएका छौँ। वडा नम्बर 1 हरिप्रसाद देउपानी, वडा नम्बर 2 प्रजापति सापकोटा, 3 नवीन बराल, 4 पुण्य प्रसाद दाहाल, 5 इन्द्र गुरुङ, 7 भीम प्रसाद पौडेल, 8 दिपेश दाहाल, 9 नम्बर कुबेर प्रसाद भट्टराई र 10 नम्बर राजेन्द्र भण्डारी वडा अध्यक्षज्यूहरूलाई पनि हामीले आमन्त्रण गरेका थियौँ। अहिलेसम्म हामीले उहाँहरूलाई यहाँ देख्न पाइरहेको अवस्था छैन। काशीनाथ थपलिया, सदस्य ढिली प्रसाद देउपाने, सदस्य रामकुमारी तामाङ, सदस्य मीना कुमारी कोइराला, सदस्य खेमराज घिमिरे, सदस्य कृष्ण प्रसाद लोइडेल, सदस्य सीता कार्की, सदस्य होमराज गुरागाई, सदस्य मन्जु अधिकारी, सदस्य गणेश तामाङ, सदस्य नरपति पाण्डे। यसरी नै लेखा सुपरिवेक्षण समितिका वडा नम्बर 5 वडा अध्यक्षज्यू इन्द्र गुरुङ आइपुग्नु भएको छ। उहाँलाई डायसमा आसन ग्रहणको निम्ति आउँछु। यसरी नै प्रदेश सभाका सभासद नम्बरलाल धिमालको पनि उपस्थिति रहेको छ। उहाँलाई पनि आसन ग्रहणको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। लेखा समितिका सदस्य कृष्ण प्रसाद दाहाल र गीता कुमारलाई पनि म सम्मानको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। यसरी नै दमकको इकाइ नम्बर 1 को संयोजक प्रकाश बस्नेतज्यूलाई म सम्मानको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। 2 डिकेन्द्र घिमिरे, 3 नम्बर झसराज ढकाल, 4 नम्बर लीलामाया भारती, 5 को थान बहादुर दाहाल, 6 नम्बर सुखदेव रिटेल उर्लाबरी सेवा कार्यालय व्यवस्थापन उपसमिति, चन्द्रप्रसाद गोरागाई मित्राजुङ सेवा कार्यालय व्यवस्थापन उपसमिति, पथरी सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक रुद्रबहादुर तामाङ, सञ्जय कुमार राई चुलाचुरी सेवा कार्यालय व्यवस्थापन उपसमिति सम्मानको निम्ति,
उत्तम खनाल बिर्तामोड सेवा कार्यालय व्यवस्थापन उपसमिति, हिलीराम बाराकोटी कन्काई सेवा कार्यालय व्यवस्थापन उपसमिति, सन्तोष कुमार गुरुङ शिव शताक्षी सेवा कार्यालय व्यवस्थापन उपसमिति, जगन्नाथ फागो कमल सेवा कार्यालय व्यवस्थापन उपसमिति, हलेन्द्र सुवेदी गौराजन सेवा कार्यालय व्यवस्थापन उपसमिति, मीना कुमारी थापा लेटाङ सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक, सीता सुवेदी बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजकलाई सम्मानको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। कार्यक्रम सञ्चालक राज्य सर, यस मेची बहुद्देश्य सहकारी संस्था लिमिटेडको 29औं वार्षिक उत्सव तथा 31औं सान सभाका अध्यक्ष, संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईज्यू, भौतिक तथा योजना यातायात मन्त्री देवेन्द्र दाहालज्यू, राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलज्यू, राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष डीबी बस्नेतज्यू लगायत ड्यासमा उपस्थित हुनुभएका आदरणीय सम्पूर्ण आमन्त्रित अतिथिज्यूहरू, यस मेची बहुद्देश्य सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका महिला उपाध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू, संयोजक तथा उहाँका सम्पूर्ण विभिन्न उपसमितिका सदस्यज्यूहरू, हाम्रो 12वटा सेवा कार्यालयबाट पाल्नु हुने कार्यालय प्रमुख र उहाँको सिङ्गो कर्मचारी टिम लगायत संस्थाको सिओ खोम प्रसाद बगाले र यस सदस्य ज्यूहरू, आज हामी 28 वर्ष पुरा पुगेर 29औं वर्षमा प्रवेश गरेका छौँ। आजकै दिन 2054 साल भाद्र 12 गते हामी 29 जना शेयर सदस्यबाट रु 1,45,000 शेयर पुँजीबाट आज हामी 3वटा जिल्लामा फैलिएर 1 नम्बर प्रदेशको भएको कुरा पनि यहाँलाई म जानकारी गराउँछु र 29 जना शेयर सदस्यबाट आज हामी 3वटा जिल्लामा 12वटा सेवा कार्यालयमा 18,000 भन्दा बढी सदस्य रहेको कुरा पनि यहाँलाई म जानकारी गराउन चाहन्छु। यसैगरी शेयर पुँजी 1,45,000बाट 1,800 सदस्यहरूको 450 करोड भन्दा ठुलो ब्यालेन्स सिट बनाएर आज यो सम्पूर्ण 12वटा इकाइमा हामीले इकाइ सान सभा सम्पन्न गरिसकेपछि आज हामी माइनोट एकीकरण सान सभा सम्पन्न गर्न गइरहेका छौँ। हाम्रो प्रमुख अतिथिको आगमन भएको छ। म प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालज्यूलाई प्रमुख अतिथिको आसन ग्रहणको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। यसरी नै प्रदेश नम्बरको सभासद होमबहादुर थापाज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। त्यसरी नै सल्लाहकार समिति संयोजक एवं पूर्व नगर प्रमुख रोमनाथ ओलीज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। भौतिक तथा योजना यातायात मन्त्रालय मन्त्री देवेन्द्र दाहालज्यूको आमन्त्रण भइसकेछ र उहाँलाई स्वागत सम्मान पनि हामीले गरिसकेका छौँ र क्रमशः म शुभकामनाका मन्तव्यहरू राख्न चाहन्छु। र हामी 12वटा जिल्लामा 12वटा सेवा कार्यालयमा 18,000 बढी सदस्यको 450 करोड भन्दा ठुलो ट्रान्जेक्सन गर्न सफल र साउनको 28 गतेदेखि हामी आज भदौ 12 गतेसम्म 15 दिवसीय कार्यक्रम अन्तर्गत आज अन्तिम माइनर प्रमाणीकरण सभामा हामीले यहाँलाई आमन्त्रण गरेका छौँ र हाम्रो आमन्त्रणलाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण सदस्यहरूलाई
म फेरि पनि स्वागत गर्दै अब अहिले हाम्रो मञ्चमा धेरै व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूका केही हामीले संस्थामा रहेका र सहकारीमा भएका केही जिज्ञासाहरू पनि हाम्रो यहाँले पुरा गरिदिनुहुन्छ भनेर उहाँहरूका धेरै कुरा हामीले सुन्न पनि बाँकी छ। यति भन्दै फेरि पनि सबै उपस्थित प्रमुख अतिथि र आम उपस्थित सबैलाई फेरि पनि स्वागत गर्दै यहाँबाट बिदा हुन चाहन्छु। जय सहकारी, धन्यवाद। स्वागत मन्तव्यको निम्ति वरिष्ठ उपाध्यक्षलाई धन्यवाद। यसपछि यस वर्ष हाम्रो निर्वाचन वर्ष पनि रहेको भएको हुनाले हामीले असार 12 गतेको बैठकले निर्वाचन समिति गठन गरेका थियौँ। म सो निर्वाचन समितिका संयोजक देवेन्द्र भण्डारीज्यूलाई आसन ग्रहणको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। देवेन्द्र भण्डारी। त्यसरी नै संस्थाको अनुगमन समितिका संयोजक अम्बिका खनालज्यूलाई आसन ग्रहणको निम्ति म हार्दिक आग्रह गर्न चाहन्छु। अम्बिका खनाल। त्यसरी नै दमक रेड क्रस उपशाखाका अध्यक्ष प्रकाश बुढाथोकीज्यूलाई पनि म आसन ग्रहणको निम्ति हार्दिक आग्रह गर्न चाहन्छु। प्रकाश बुढाथोकी। 81-82 मा दिवंगत हुनुहुने शेयर सदस्य महानुभावहरू एवं ज्ञात अध्यक्षहरूको प्रति श्रद्धाञ्जलीको निम्ति 1 मिनेट उठेर मौन धारणको निम्ति उठिदिनको निम्ति म हार्दिक आग्रह गर्न चाहन्छु। समय सुरु। राष्ट्रपति सम्मान जनाउने चौरासी गीत गाएर माननीय मन्त्री देवेन्द्र दाजुलाई हार्दिक आग्रह गर्न चाहन्छु। सबै हामीले सम्मानसहित ताली बजाएर उद्घाटन सम्पन्न गर्नेछौँ। ठीक है सर, अलिकति आउनु अलिकति भन्नुपर्छ नि